गुड मर्निङ अनि दर्शन नमस्ते सेवाहरू है साथीहरूलाई। आज चाहिँ म बल खेल्न चाहिँ यहाँ आयौँ न, सबैको ड्युटी भएर, नत्र यहाँ हामी खेल्थ्यौँ भने। आज चाहिँ म पर यता 52 नम्बर जाँदैछु, त्यहाँ क्रिकेट पनि खेल्छ, बल पनि खेल्छ। मलाई पनि खेला भने म पनि खेल्ने, नत्र दर्शक भएर हेरेर आउने भनेर जाँदैछु। ल साथीहरूलाई मैले देखाउँ, कम्पनीको गाडीहरू छ यतैभरि, पुरै कम्पनीको गाडी छ। यो सिधै चाहिँ जाँदैन, सिधै गयो भने मार्केट लोजिक भन्ने मार्केट जान्छ, यसको सिधै पर्छ। अनि यता चाहिँ जाँदिनँ म, त लेफ्ट साइड जान्छु। यता गएपछि चाहिँ अनि 51, 52, 53, 54देखि उता चाहिँ बल्लघारी छ, त्यतैतिर फुटबल पनि खेल्छ, ग्राउन्ड पनि छ। अनि के भन्छ त्यो क्रिकेट पनि खेल्छ। यता साथी हो, म चाहिँ जान्छु, खेल्दै थियो भने हेर्छु, खेल्नु दियो भने खेल्छु, नत्र खेलेको अरू खेलेको भिडियो बनाएर आउँछ है साथी हो। हल्का लागेछ, तिरमिरी भयो। अहिले चाहिँ म गएकै छु, केही छिनमा पुगिहाल्छु है साथी हो। ल यता आइपुग्यो म चाहिँ, अब रमलघारी 54 नम्बर पर। अब यता चाहिँ रुख्छ, एक गिरान आइहाल्छ है साथी हो। पान बेडेर छ, पान खाएको त माट हालतै भयो, त्यहाँ जिब्रो त रातो भयो। पुग्न बल खेल्यो। अब आफैले भिडियो गर्नु मिलेन, देखाइनँ मैले। यतातिर खेलेर यता, अनि भाइहरू चाहिँ छुट्यो, म चाहिँ रुमतिर लागेँ। खेल्यो, पुरा भिजेर लुप्प भयो साथी। म चाहिँ रुम जाँदैछु। हिँड्दै गर्नुको लागि एकदम कम्तै गरेर रहेछ त बल्लघारी जाँदैछु। यसरी जाने हो, एउटा सिधै पर किरान भएको जान्छु। यता होइन, यतै हो, सिधै यता पनि जाँदिनँ, यता जान्छु। यहाँ कचडा मार्केट लाग्छ, त्यहाँ निक्लिन्छ साथी हो। अनि जान्छु भित्र अरू सुतिरहेको छ, के गर्छ रे केटाहरू, बोक्का रहेछ यो त खतरा रे। मार्केट लागिरहेको छ, मार्केट यता सब्जी छ यता चाहिँ अहिलेसम्म उठेको छैन, एकदम धेरै लागिरहेको छ। बजार चाहिँ खसिन्छ। म बिहानै आएको थिएँ, घन्टा लगाएर गएँ। आलु कति रुपियाँ भन्छ होइन। आलू कितना? आलू 20 रुपया कितना केजी? 3 किलो का ऊपर, 3 किलो का ऊपर आपके देगा मुझको। अरे 6 आलु पनि मन रहेछ, रातो आलु। यो चाहिँ सब उठाउन थालेछ है अब चाहिँ साथी। उता पनि म चाहिँ त्यतै बेच्दो रहेछ एयरफोनहरू। यता कचडा मार्केट चाहिँ खतरा लाग्छ, सागहरू पनि टन्नेको छ। यहाँ कपडाको लाइन, यता अगाडि यता सब्जी हेर्दै जाँदैछ। यहाँ कपडा पर्दो रहेछ, हेरिदेऊ न त के कस्तो छ। त्यो गाडी त खट्टा है, ब्ल्याक बाटो झन् यो दामी गाडी चाहिँ। म चाहिँ यता लागेँ, यता बसको पछाडि पनि त्यो खतरा गाडीहरू चाहिँ। अब यता बल खेल्नु गएको बाटो, यता रुम जाने बाटो सट्यो। बल चाहिँ धेरै मजा आयो आज खेल्नलाई, नयाँ भाइहरू चिन्यो, अर्को पालि जाने खेल्नलाई धेरै मजा आउँछ। 7-7 टिम खेल्ने अर्को टिम गएर भाइहरूसँग सल्लाह गरेर अनि जाने। मार्केट निक्लेको, आज चाहिँ गर्मी पसिना आइरहेको छ। जुराब लिएँ मैले 3 रियाल भनेर 3 पिस। बेमसीदेखि उता हाम्रो क्याम्प। अब म चाहिँ यता लिन यता गएर जान्छु। त्यो भाइहरू चाहिँ यो कम्पनीको हो, ट्रान्जिट। म यता उँधोबाट जाँदिनँ, यसरी जान्छु बाटो। यो भर्खरै पिच गरेको साथी, पहिले पनि गरेको, यसलाई फेरि उतारेर अर्को हालेको, खै किन हो थाहा भएन। त्यहाँ जान्छु, गाडी आइरहेको छ। यो रातोदेखि यताभित्र पस्यो है साथी हो, जाँदै रहेछ। म पनि गएँ, हो पर त्यो भाइहरू पुगेछ, मलाई हेर्दै जाँदैछ, म पनि जाँदैछु। जान्छु साथी हो।
त जान्न यता मेरो क्याम्प पर हो आइपुग्नु ला गर्मीले माटो रुखेर कस्तो हरियो हुन्छ जाडो महिना त झन् धेरै स्वाजिनको रुख यहाँ छ ठुलो न ठुलो अनि म यता जान्छु तर चाहिँ जाँदिनँ है यता अलद्या अब ममरुम पुग्नु लाग्यो गर्मीले धेरै सतायो गर्मी धेरै भयो हेर्नु घाम माथि लागिसक्यो नि त पसिना भइरहेछ नाट यति थाकिँदो रहेछ यार त्यत्रो ठुलो फेरि त्यो 11 साइडको होला हामी यहाँ 7-7 जना 7 साइडको खेल्ने अनि एकैचोटि कुद्दा त सास हटेन दादा रे दादा ठिकै छ मजा आयो फेरि मैले सुज लगाएको थिइनँ फुटबल सुज मैले सुज चाहिँ यस्तो खालको लगाएको थिएँ क्या यस्तो अनि यस्तो कामै भएन नि यस्तोले पनि हान्छ त लाएर हिँड्नेले होइन तर कामै दिएन नत्र गोल त हान्नु पाएको थियो गोल चाहिँ लागेन है साथी खोक्नुहुँदैन फेरि 5 हान्दैन मार्छ लटो मैले आजको फ्राइडे छुट्टी पनि अब यसरी नै बित्छ अब जाने हो खानासाना बनाउने खाने एकछिन सुत्दा होला काम गइपाल्छ त्यो पनि बित्ने वर्ष त्यो यहाँबाट चाहिँ म सिधा जान्दिनँ यता जान्छु अनि मेरो के भन्छ छुट्टीको दिन पनि जस रमाइलो हुन्छ आज चाहिँ साथीहरूको आज चाहिँ गेम भन्दा पनि किन नखेलेको भने ड्युटी भयो सबैको अनि भाइहरूको पनि त्यही भएर खेल्न पाइएन अब बेलुकी साथ छिटो आउनु भने खेल्छु होला र गोल खेल्ने गिरान पनि देखाउँछु अनि भिडियो इन गर्छु है साथी हो यस्तै छ आजलाई मेरो क्याम्प पनि आइपुग्यो वेरीको हो जुन हाम्रो कम्पनीको यस्तै छ होन्डाईको कार पनि खतरा छ रातोमा होन्डा होइन होन्डा चाहिँ रहेछ यो हाम्रो कम्पनी ठुलो गाडीहरू यहाँ पानी खाएर जाउँ कि भनेको नखाइ जानेहरूमै खाने अब पुगिहाल्यो खेल्ने ठाउँ चाहिँ यही हो आज चाहिँ अधुरै भयो यहाँ चाहिँ कोही छैन हाम्रो बलहरू यहाँभित्र राख्छौँ हाम्रो कम्पनी यो चाहिँ यति नै साथीहरूलाई खेलेको पनि देखाउने मन थियो नेक्स्ट फ्राइडे बोलाएको छ त्यो बेला चाहिँ गएर खेलेको देखाउँछु है म तपाईँहरूलाई है त साथीहरू भन्दै आजलाई बाइ इन्जोय गर्नु होला।